हेलो साथीहरू नमस्ते, स्वागत छ तपाईहरुलाई एउटा अर्को ब्लगमा। मुम्बई शहरदेखि, सपनाको शहरदेखि अहिले म चाहिँ ठ्याक्क गेटवे अफ इन्डियाको अगाडि। तपाईहरु देख्न सक्नुहुन्छ यो गेटवे अफ इन्डिया हो र यतापट्टिको मुम्बई ताज होटल। मेरो हातमा छ अहिले इन्डियन करेन्सी 500 रुपिस, नेपालीमा हुन्छ लगभग 800 रुपियाँ, ठ्याक्क 800 हुन्छ यो। म अहिले यो 500 रुपिस स्ट्रिट फुडमा खर्च गर्न जाँदैछु। अहिले बिहानको 11 बजेको छ, मलाई एकदम भोक लागिरहेछ, बिहानदेखि केही पनि खाएको छैन। अहिले म यहाँ मुम्बईको एकदमै फेमस स्ट्रिट फुडहरू ट्राई गर्न जाँदैछु। खाउ गल्ली भन्ने एउटा मुम्बईको एकदमै फेमस ठाउँ, स्ट्रिट फुडको लागि एकदमै फेमस ठाउँ रहेको छ। यतातिर जाँदैछु स्ट्रिट फुड ट्राई गर्नलाई। हेरौँ कति खर्च गर्न सक्छु त मैले 500मा, होइन? के खान सक्छु, मेरो पेट भरिन्छ कि भरिन्न, पुग्छ कि पुग्दैन, यहाँ बस छ के हुन्छ सबै देखाउने छु। फर्स्टमा म जान्छु खाउ गल्ली भन्ने ठाउँमा। बाटोमा जाँदै हिँड्दै जानेछु, लगभग यहाँबाट 2 किलोमिटर जति छ खाउ गल्ली भन्ने ठाउँ। एकदम स्ट्रिट फुडको लागि एकदमै फेमस ठाउँ हो। त्यतातिर जाँदैछु, बाटोमा केही भेटियो भने पनि खान्छु। यहाँबाट निस्किरहेको छु, बिस्तारै स्ट्रिट फुडका स्टलहरू लाग्न सुरु भइसकेका छन्। त्यही हो, अब यो विशेष गरी स्ट्रिट फुड विशेष हुनेछ। मुम्बईको स्ट्रिट फुडहरू कस्तो हुन्छ के हुन्छ ट्राई गर्नेछु। म स्ट्रिट फुडमा 500 रुपिस खर्च गर्दै जाँदैछु है त। साथीहरू ठ्याक्क यो गेटवे अफ इन्डियाको अगाडिपट्टि होइन यस्तो स्ट्रिट फुडका स्टलहरू लागिसकेका छन्। म फर्स्टमा इन्डियाको बम्बईको सबैभन्दा फेमस, मुम्बईको एकदमै फेमस बडापाउ ट्राई गर्न जाँदैछु। फर्स्टमा बडापाउ, अरू जे भेटियो पनि फर्स्टमा बडापाउ ट्राई गर्नेछु, त्यसपछि बल्ल अरू ट्राई गर्नेछु होइन। बडापाउको खोजिरहेको छु, बडापाउको स्टल खोजिरहेको छु मैले। फर्स्टमा त्यो देखिरहेको छैन मैले, फर्स्टमा त्यो ट्राई गर्छु, त्यसपछि अरू पाउभाजी के हुन्छ नामहरू मलाई धेरै थाहा पनि छैन होइन। स्ट्रिट फुडका नामहरू सबै ट्राई गर्नेछु है त। साथीहरू मैले ठ्याक्क त्यो गेटवे अफ इन्डियाको अगाडि त्यो बडापाउको स्टलहरू भेटिनँ, अरू त थिए होइन। भेलपुरी, त्यसपछि अरू के हुन्छ त्यो दही बडा के अरू स्ट्रिट फुडका खासै नामहरू थाहा छैन, तिनीहरू चाहिँ थिए। तर म फर्स्टमा बडापाउ ट्राई गर्न मन छ, मेरो फर्स्ट ट्राई बडापाउ हुनेछ मेरो। त्यही बडापाउको खोजीमा हिँडिरहेको छु, फर्स्टमा बडापाउ ट्राई गर्छु, त्यसपछि बल्ल अरू ट्राई गर्नेछु। अब म यताबाट खाउ गल्लीतिर जाँदैछु गेटवे अफ इन्डियाबाट। साथीहरू ठ्याक्क यहाँनिर हिँडिरहेको थिएँ होइन, यहाँनिर एउटा बडापाउको स्टल भेटेको छु। यहाँनिर फर्स्टमा बडापाउ ट्राई गर्छु है त। फर्स्टमा बडापाउ ट्राई गर्छु। हे बडापाउ हाँ भैया, बडापाउ कितना का है? 20 का एक कर दो ना। फाइनली साथीहरू मुम्बईको एकदमै फेमस बडापाउ ट्राई गर्न जाँदैछु। यो पाउरोटी जस्तो हुन्छ, त्यसको भित्र यो आलुको एउटा टिकिया राखिएको हुन्छ। यो मेरो फर्स्ट स्ट्रिट फुड हुनेछ मुम्बईमा मेरो फर्स्ट स्ट्रिट फुड। फर्स्ट बाइट लिन्छु है त कस्तो हुन्छ। वाउ, एकदमै मिठो छ, पुरै एकदम पिरो रहेछ होइन। फर्स्ट बाइट एकदमै मिठो लाग्यो। बडापाउ मात्र 20 रुपियाँ परेको छ। बडापाउ खाएर निस्किसकेपछि ठ्याक्क यो एकदमै स्ट्रिट फुडको लागि फेमस खाउ गल्ली पुगिसकेको छु। यहाँनिर स्ट्रिट फुडका स्टलहरू टन्नै रहेका छन्। फर्स्टमा एक्सप्लोर गर्छु अनि त्यसपछि खान्छु है त। यहाँको एकदमै स्ट्रिट फुड फेमस ब्रेड पट्टिज भन्ने पनि रहेछ, यो ट्राई गर्छु है त। भैया एक ब्रेड पट्टिज गर्दैन? ब्रेड पट्टिज एक। हाँ अब इधर ही खाना है, पार्सल नहीं। एउटा ब्रेड पट्टिज भनेको चाहिँ टक्क यो ब्रेडलाई फ्राई गरेको हुन्छ होइन, यहाँनिर बनाइराख्नु भएको छ। यताबाट ठ्याक्कै ग्लास लगाइएको रहेछ, देखिरहेको छैन। यो टक्क चटनी राखेर इधर खा सक्छ होइन। यस्तो छ साथीहरू, ब्रेडलाई टक्क काटेर होइन, त्यसको मात्र किन्ने का भैया यो 20 रुपियाँको यो म पैसा तिर्छु अनि त्यसपछि ट्राई गर्छु है त। साथीहरू मुम्बईको एकदमै स्ट्रिट फुड फेमस यो ब्रेड पट्टिज ट्राई गरिरहेको छु है त, कस्तो हुन्छ। राम्रो छ साथीहरू। एउटा बडापाउ र ब्रेड पट्टी खाएको होइन, पेट त टन्नै भयो। त्यही पनि अरू पनि ट्राई गर्नेछु, म अरू पनि चाख्नेछु। मसला छास स्विट के म त नाम पनि थाहा छैन क्या। अब फर्स्टमा गुगल गर्छु, त्यसपछि बल्ल अर्डर गरेर अनि खान्छु। भैया ये मसाला छाछ गर्दैन? एक मसाला छाछ ये छाछ मही होता है ना, ये मही बोलते हैं हमारे।
छाछ होइन यो छाछ दहीबाट बन्छ होइन मसला छाछ भनेको हाम्रोतिर मही भनिन्छ नि त्यही हो यो सबै मसला हालेको मिल्दो रहेछ एकदम यसरी बन्छ बडा यसरी बन्छ भैया ये कैसे कैसे है ये हाँ 30 रुपये का कर दो ना एक एक डाल देना मेंदू बड़ा र पोटैटो बड़ा हाँ हाँ तो बड़ा चाहिए इस तरीके बन से तो साथीहरु मुम्बईको एकदमै फेमस मेन्दु बडा र पोटेटो बडा ट्राई गरिरहेको छु है त कस्तो हुन्छ चटनीसँग साथीहरु यो मेन्दु बडा र पोटेटो बडा यस्तो मिठो लाग्यो हैन मलाई सबभन्दा अहिलेसम्मकै सबैभन्दा मिठो चाहिँ यो लाग्यो मलाई मेन्दु बडा र पोटेटो बडा विथ चटनी यहाँनिर डोसाहरू के बनिरहेको छ हेर्नु यहाँनिर मेन्दु बडा र पोटेटो बडा यसरी बन्छ एकदमै धेरै छन् स्टलहरू यहाँनिर सबै ट्राई गरिराख्नु भएको छ एकदमै फेमस ठाउँ हो खाउगल्ली भन्ने ठाउँ वाउ मेरो त पेट एकदम पुरै फुल भइसक्यो टन्न भइसक्यो साथीहरू यो धेरै ठुलो एरिया त छैन होइन तर सानो एरिया छ टन्नै म त त्यो त्यति खाएर चाहिँ त्यो लास्टमा मही पनि पिएँ यस्तो त्यो यताउता धेरै खाएको थिएँ अनि मही पनि पाइयो आनन्द पिलायो शीतल भयो क्या पुरै अब लास्टमा अब एउटा पानीपुरी र भेलपुरी हाम्रोतिर चटपटे भनिन्छ होइन यता चाहिँ भेलपुरी भनिन्छ भेलपुरी खान्छु अनि पानीपुरी खान्छु लगभग 70-80 85 रुपियाँ जति खर्च भयो क्या सायद त्यतिमा मेरो एकदम पेट टन्न भइसकेको छ अब भेलपुरी र पानीपुरी पनि ट्राई गर्छु त्यो खोजिरहेको छु म खाउगल्लीबाट ठ्याक्क एउटा अर्को एरियातिर आइपुगेको छु म यतापट्टि पनि एकदमै धेरै छन् स्ट्रिट फुडका स्टलहरू त्यो खाउगल्लीको एकजना त्यो छाँसवाला छाँस बेसी राख्नु मैले जहाँ छाँस खाएको थिएँ नि हो त्यहाँ सोधेको थिएँ मैले अरू स्ट्रिट फुड यहाँ नजिकै कता छन् भनेर अनि अर्को ठाउँ यता यो ठ्याक्क यसको उतापट्टि छ त्यता जानु भन्नुभएको थियो यहाँनिर पनि छन् स्ट्रिट फुडका स्टलहरू यता पनि एकदमै धेरै छन् फर्स्टमा एक्सप्लोर गर्छु अनि त्यसपछि फेरि ट्राई गर्छु होइन त्यति खाएर त लगभग अगाइसकेको छु म त्यही पनि अरू पनि ट्राई गर्छु म है त यहाँनिर पनि के बनिरहेको छ यहाँनिर धेरै कुराहरू मलाई नाम थाहा भएन यो स्ट्रिट फुडका नामहरू अब भन्न सजिलो हुन्छ नि त यो बनाउनु भनेर स्ट्रिट फुडका नाम पनि थाहा भएन त्यसमा त्यो अनि यो भिडियो खाइरहँदा यो ठ्याक्क भिडियो बनाउनु पनि अप्ठ्यारो के यहाँ बस्ने ठाउँ हुँदैन नि त स्ट्रिट फुड खानलाई बस्ने ठाउँ हुँदैन अनि उभिएर खानुपर्ने भिडियो बनाउन अलि अप्ठ्यारो भइरहेछ बाँकी अब अरू ठाउँ पनि एक्सप्लोर गर्छु है त यहाँनिर यो उखुको जुसहरू पनि पाइरहेको छ यहाँनिर साथीहरू यस्तै स्ट्रिट फुड एक्सप्लोर गर्ने क्रममा यहाँनिर टक्क मिक्स फ्रुट 25 रुपियाँमा दिइराख्नु भएको छ होइन पपैया अनि बनाना सब चिज छ यसमा ट्राई गर्छु है त मिक्स फ्रुट पनि ट्राई गरौँ है त साथीहरू यो मुम्बईमा स्ट्रिट फुडको क्रेज कतिको छ तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँ बाटोमै बसेर होइन भात तरकारी रोटीहरू सब खाइराख्नु भएको छ एकदमै फेमस स्ट्रिट फुड एकदमै फेमस छ मुम्बईमा यहाँ म पनि एक्सप्लोर गरिरहेको छु मेन फेमस स्ट्रिट फुडतिर घुमिरहेको छु आफू पनि ट्राई गरिरहेको छु होइन यहाँनिर सब बसेर खाइराख्नु भएको छ साथीहरू ठ्याक्क यहाँनिर पानीपुरीको सब भेटाएको छु होइन पानीपुरी पनि ट्राई गर्छु है त भैया पानीपुरी कैसे है भैया 30 एक कर दीजिए 30 रुपियाँ भनिराख्नु भएको छ होइन पानीपुरी भेलपुरी सबै छ यहाँनिर साथीहरू एकदम धेरै पछि यस्तो मिठो पानीपुरी खायो होइन यस्तो मजा आयो त्यो खाँदै भिडियो बनाउँदै गर्दा अलि अप्ठ्यारो भइरहेछ होइन मिलिरहेन भिडियो बनाउन त्यो पनि एकदम मजा आयो एकदम पिरो पानीपुरी मस्त खाइयो लगभग मेरो पेट टन्न भइसकेको छ होइन अगाइसकेको छु म त माई गड यति धेरै चिजहरू खाएँ होइन अलिअलि गर्दै खट्टा मिठा पुरै होइन भिडियो अब जुस खान मन लागिरहेछ मलाई मस्त एक गिलास जुस पनि खान्छु है त
साथीहरू म बिहान आउँदा केही स्टलहरू थिएनन् होइन धेरै। अहिले हेर्नु त यो मान्छेको क्रेज अनि त्यसपछि स्टलहरू पनि यति धेरै बढिसकेका छन् होइन। पुरै वरपर यो चोकको ठ्याक्कै यो चोकको वरपर है, यो खाउ गल्लीको साइडको चोकको पुरै वरपर होइन पुरै स्टलहरू मात्रै छन् क्या, यति धेरै स्टलहरू छन् होइन। पुरै त्यो यहाँको स्ट्रिट फुडहरू हुन्छ नि, यहाँको फेमस मुम्बईको फेमस फुडहरू पुरै तिनी मात्रै छन् क्या, जताततै पुरै स्टलहरू होइन। यति थरी छन् पुरै, मलाई त नाम पनि थाहा छैन। यहाँ सायद यहीँ पहिल्यैदेखि बसिरहेको एकजना कोही लोकल भएको भए अनि एक्सप्लोर गर्न मजा आउँथ्यो, खाना पनि मजा आउँथ्यो, तर पनि केही छैन। जति सक्दो आफूले थाहा पाएसम्म होइन खाएर देखाएको छु, खाएको छु, टेस्ट लिइरहेको छु। हेर्नु यहाँ एकदम फेमस छ क्या स्ट्रिट फुड यहाँको। हेर्नु यसरी बसेर नै दाल भात खाइराख्नु भएको हुन्छ क्या यहाँ पुरै स्ट्रिट फुड एकदमै। बिहान म आउँदा चाहिँ खासै थिएन, भिडहरू थिएन, बिस्तारै अझै बढिरहेछन् होइन, स्टलहरू अझै बढेछन्। एकदमै फेमस छ यहाँ यस्तो स्टलहरू स्ट्रिट फुडहरू। यता लोट्री टिकटहरू पनि हुन्छ होइन, यसरी लाखौँको लोट्रीहरू पनि बेचिन्छ। हेर्नु यहाँ स्ट्रिट फुडको यस्तो यो गाडी नै आउँछन् क्या, यस्तो पुरै स्ट्रिट फुडका गाडीहरू। हेर्नु यहाँनिर साथीहरू यहाँनिर भेलपुरी खान जाँदैछु। भेलपुरीलाई नेपालमा चाहिँ पानीपुरी भनिन्छ, तर यहाँ चाहिँ भेलपुरी भनिन्छ होइन। यस्तो हुन्छ भेलपुरी चाहिँ, त्यहाँको चटपटे नै हो यो। यता चाहिँ भेलपुरी भनिन्छ चटपटेलाई, ट्राई गर्न गइरहेको छु अहिले। हेर्नु साथीहरू यहाँको मुम्बईको भेलपुरी यस्तो हुन्छ चटपटे। यसको प्राइस 50 रुपियाँ परेको छ। एकदम दामी देखिरहेको छ, खान्छु है त साथीहरू। यो फुडहरू खाँदा होइन डुब्दा एकदम थकाइ लागिसक्यो। अब मलाई गन्नाको जुस खान मन लाग्यो। कति कितने का है भैया? 20 का है, एक कर दो न। यहाँ गन्नाको जुस मिलिरहेछ, 20 को 1 गिलास भनिराख्नु भएको छ होइन। हिँड्दा एकदम थाकिसकेँ। अब त्यो खाना फुडहरू यति के खाएँ क्या होइन, पेट टन्न भएको छ। 1 गिलास मस्त उखुको जुस खान्छु, 20 रुपियाँ भनिराख्नु भएको छ। एकदम सस्तो नै छ, जो 20, 25, 30 होइन, धेरैमा 40-50 सम्ममा पुरै लगभग खानाहरू मिलिरहेको हुन्छ। स्ट्रिट फुडहरू थोरै चाख्नलाई जोस भइरहेको हुन्छ, पेट टन्न भयो। मैले पनि 4-5 तरिका चिजहरू खाएँ होइन, पेट टन्न भइसक्यो। अब 1 गिलास मस्त उखुको जुस पनि पिन्छु, 20 रुपियाँ भनिराख्नु भएको छ यहाँनिर। यस्तो हुन्छ यहाँको मेसिन, उखु पेल्ने मेसिन। ट्राई गरौँ है त साथीहरू। यो मात्र 20 रुपियाँमा हेर्नु त यत्रो ठुलो गिलास उखुको जुस मिलिरहेको छ कि, मात्र 20 रुपियाँमा। ट्राई गर्छु है त। वाउ, एकदम चिसो कुल दामी भयो क्या। वाउ साथीहरू, अलिअलि गर्दै होइन यति धेरै चिजहरू खाइसकेँ। अब मेरो पेटमा एक टुक्रा पनि केही अट्नेवाला छैन। बहुत धेरै चिज खाएँ मैले, थोरै गर्दा होइन। मेरो टोटल कति खर्च भयो म स्क्रिनमा लेखिदिन्छु। धेरै भएको छैन, लगभग 200 भन्दा माथि त गएको छैन। म त 500 खर्च होला जस्तो लागिरहेको थियो होइन, अलि महँगो पनि हुन्छ होला सोचिरहेको थिएँ, तर खासै महँगो लागेन। टन्न भयो, जोस् पेट टन्न भयो, मजा आयो। तपाईँहरूलाई स्ट्रिट फुडहरू कस्तो लाग्यो कमेन्ट गर्नु होला है। साथीहरू खाउ गल्लीबाट स्ट्रिट फुडहरू ट्राई गरेर फाइनली पेट टन्न गरेर निस्किसकेको छु होइन। अहिले दिउँसोको लगभग 1:30 भइसक्यो। अब म फर्किन्छु यहाँबाट, फर्किसकेँ खाउ गल्लीबाट बाहिर निस्किसकेँ म। तपाईँहरूलाई यहाँ मुम्बईको स्ट्रिट फुडहरू कस्तो लाग्यो? एकदम धेरै भेराइटीका यति धेरै स्ट्रिट फुडहरू थिए होइन। त्यो के खाने के नखाने है, त्यो पुरै कन्फ्युज के। अनि हल्का फुल्का खाएँ, पेट भरियो जे होस्। 200 भन्दा धेरै खर्च भएन। तपाईँहरूलाई स्ट्रिट फुडको भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला, र च्यानललाई सब्सक्राइब गरेर नभुल्नु होला। थ्याङ्क यू फर वाचिङ, बाई बाई।